हेलो एभ्रिवान। अहिले म छु माथि इलाममा नै। त्यो बागडुग्राको पुरा तातो गर्मी खाँदा खाँदा वाक्क दिक्क भएर चाहिँ म इलाम आएको। अनि इलाम आएपछि गाउँ आइसकेपछि त काम गर्नु पर्यो। त्यही भएर चाहिँ म कचिया पन्जा लगाएर घाँस काट्नु जाँदैछु। आज पानी आयो नि त, त्यही भएर पानी आएर अङ्कललाई घाँस काट्नु अलिकति प्रब्लम भएछ, त्यही भएर सघाउनु जाँदै गरेको। मेरो त गाईहरू छैन। अनि अब चाहिँ हामी जान्छौँ घाँस काट्न। हौ यावाची घाँस आ हेक्सी बानानिन है। म चाहिँ यता आएको बेला अलिअलि राई भाषा सिक्दैछु। सिक्नु पऱ्यो नि त होइन, आफ्नो भाषा। मलाई बोल्नु चाहिँ आउँदैन, तर अलिअलि भन्दा नि बुझ्नु चाहिँ बुझ्छु भनौँ न होइन। अनि हामीलाई चाहिँ यो पानीले गर्दाखेरि अलिकति आज घाँस अलिक पुगेको छैन, त्यही भएर म अङ्कललाई सघाउनुको लागि जाँदैछु है त।